मिनासान कन्निचिवा नमस्ते मेरो नाम राजु श्रेष्ठ पद्मा कन्सल्टेन्सीमा फेरि पनि तपाईहरुलाई स्वागत छ म फेरि पनि तपाईहरु सामु नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु तपाईहरुलाई मैले भनेको थिए लेसन एन्फो लेभल यानी कि एन्फो लेभलको हामी भोकाबुलेरी सकिसकेपछि हामी ग्रामटिकल कुरा गर्छौं भोकाबुलेरी धेरै इम्पोर्टेन्ट छ ग्रामटिकल कुरा पछि म जिन्दाबाद छुदैछु है त त्यही भएर धेरै जनाले कमेन्ट गरिरहनु भएको छ सेन्से ग्रामर भनेर तर मेरो टार्गेट सबैभन्दा सुरुमा भोकाबुलेरी छ जसलाई नीड हुन्छ उहाँले भोकाबुलेरी हेर्नुस् म ग्रामटिकल कुरा पनि हाल्दै जानेछु है त ल ठिकै छ अनि अर्को कुरा भनेको तपाईहरु यदि अनलाइन क्लास जोइन गर्न चाहनुहुन्छ भने यो सुरुमै मैले भनि पनि हाले हाम्रो नयाँ क्लासेसहरु 5 देखि 6 बजेको नयाँ क्लासहरु N5 लेभलको सुरु हुन गइरहेको छ तपाईहरु बिच क्लासहरु जोइन गर्न चाहनुहुन्छ अथवा N4 को पनि जोइन गर्न चाहनुहुन्छ भने अथवा लेसन 20 को छ भने सेन्से क्लास जोइन गर्न मिल्छ भने मज्जाले मिल्छ त्यही भएर तपाईहरु बिचमा छ र बिचमा जोइन गर्न चाहनुहुन्छ भने मज्जाले मिल्छ N4 लेभलको नयाँ क्लास पनि हुँदैछ र N5 को पनि हुँदैछ तपाईले मज्जाले हामीसँग सम्पर्क गरेर जोइन गर्न सक्नुहुन्छ है त ल आजको कुरा म के गर्न आटेको छु भन्दाखेरि आज हामी लेसन 29 यानी कि हामीले 28 सम्म भोकाबुलेरीलाई सकेका छौं भने आज हामी लेसन 29 को गर्ने छौं सबै जनाले ध्यान दिएर हेर्नु र सबैभन्दा सुरुमा तपाईलाई थाहा छ साइडमा पानी राख्ने चिच्याउँदै पढ्नु पर्छ है त ल हुन्छ ल अब यहाँ हेर्नु ध्यान दिएर सुन्नु लेसन 29 मा हाम्रो के छ भन्दाखेरि यो N4 लेभलको भोकाबुलेरी यस्तो तरिकाले बनाउँदै गएको छ कि जति लेसन अप हुँदै जान्छ हामीले N5 मा पढेको जति पनि भर्बहरु छ त्यहीसँग मिल्ने अरु नै एक्स्ट्रा भर्बहरु अर्थ त्यही भए पनि भर्ब चाहिँ फरक पर्दिन्छ के त्यही भएर ध्यान दिएर सुन्नु है त यहाँ लेसन 29 ल सुन्नुस् अब यहाँ के भनिरहेछ आकिमास फेरि एकचोटी आकिमास फेरि एकचोटी आकिमास भनेको चाहिँ खोल्नु है ढोका खोल्नु है त ओपन हामीले N5 मा आकेमास भनेर पढेको N4 मा आकिमास छ सिमारीमास फेरि एकचोटी सिमारीमास भनेको चाहिँ ढोकाहरु बन्द हुनु भन्न खोजेको नेक्स्ट चुकीमास फेरि एकचोटी चुकीमास भनेको चाहिँ बत्तीहरु बल्नु के गर्नु बत्ती बल्नु भनेको किएमास फेरि एकचोटी किएमास भनेको चाहिँ बत्तीहरु निभ्नु भन्न खोजेको है नेक्स्ट हेर्नुस् हाम्रो कोआरेमास फेरि एकचोटी कोआरेमास भनेको कुर्सीहरु भाँचिनु भन्न बुझिन्छ है त त्यसै गरेर नेक्स्ट हेर्नुस् त हाम्रो के छ भन्दाखेरि वारेमास फेरि एकचोटी वारेमास यो वारेमास भनेको चाहिँ ग्लासहरु ब्रेक हुनु ग्लासहरु फुट्नु चर्किनु भन्ने बुझिन्छ है त त्यसै गरेर हाम्रो अर्को के छ भन्नुहुन्छ भने ओरेमास के छ रे ओरेमास भनेको चाहिँ हाम्रो रुखहरु भाँचिनु छाताहरु भाँचिनु है भन्नु पर्यो भने हामीले ओरेमास भन्नुपर्छ त्यसै गरेर याबुरेमास फेरि एकचोटी याबुरेमास भनेको चाहिँ के हो त च्यात्नु पेपरहरु च्यात्नुहरु भयो जति प्लास्टिकहरु च्यात्नु ब्यागहरु च्यातिनु भन्नु पर्यो भने हामीले याबुरेमास भन्नुपर्छ त्यसै गरेर योगोरेमास फेरि एकचोटी योगोरेमास भनेको चाहिँ लुगा फोर्नु के हो रे लुगा फोर्नु भनेर भन्दैछ नेक्स्ट हेर्नु चुकीमास फेरि एकचोटी चुकीमास यो चुकीमास भनेको चाहिँ पकेटहरु अट्याच हुनु बुझ्नुभयो सर्टहरुमा पकेटहरु अट्याच गरिन्छ ब्यागमा पनि पकेटहरु अट्याच हुन्छ नि हो त्यो भन्न खोजेको नेक्स्ट हाजुरेमास फेरि एकचोटी हाजुरेमास भनेको चाहिँ बटमहरु फुस्किनु है त चाहे त्यो सर्टको पेन्टको है बटम खुस्किनु भन्न खोजेको नेक्स्ट हेर्नुस् हाम्रो के छ भन्दाखेरि नेक्स्ट हाम्रो तोमारीमास फेरि एकचोटी तोमारीमास हामीले N5 मा पढ्दाखेरि तोमेमास भनेर पढेको थियौं कारहरु रोक्नु भन्दाखेरि यहाँ चाहिँ तोमारीमास भनेको के हो त गाडीहरु रोकिनु तोमारीमासलाई रोकिनु पनि भन्छ है त नेक्स्ट हेर्नुस् माचिगाएमास मोइचुदो माचिगाएमास फेरि एकचोटी माचिगाएमास भनेको मिस्टेक गर्नु है गल्ती गर्नु भन्न खोजेको हामीले कतिपय फोन नम्बरहरु भन्दाखेरि पनि मिस्टेक गरिन्छ बाटोहरु गएको ठाउँमा एक ठाउँमा जानु भन्ने ठाउँमा अर्को ठाउँमा गइन्छ त्यो मिस्टेक गर्नु भन्न बित्तिकै हामीले माचिगाएमास भन्ने ओतोसिमास फेरि एकचोटी ओतोसिमास भनेको ड्रप टु लुज भनेको झार्नु हराउनु भन्ने बुझिन्छ है नेक्स्ट हाम्रो खाकारीमास फेरि एकचोटी खाकारीमास भनेको लक लाग्नु क्या चाबीहरु लगाउनु भन्दाखेरि चाहिँ हामीले खाकारीमासको प्रयोग गर्ने गरिन्छ फुकीमास फेरि एकचोटी फुकीमास भनेको टु विप भनेको पुछ्नु भन्न खोजेको टेबलहरु फोर्छ पुछ्नु भन्नु पर्यो भने हामीले के भन्नुपर्छ फुकीमासको प्रयोग गरिन्छ त्यसरी नै नेक्स्ट हेर्नुस् त हाम्रो के छ भन्दाखेरि
तोरी खाएमास, फेरि एकचोटि तोरी खाएमास। यो हामीले N5 लेभलमा पनि पढिसकेको हुनु चाहिँ तोरी खाएमास भनेको एक्सचेन्ज गर्नु, रिप्लेस गर्नु, साट्नु, परिवर्तन गर्नु भन्ने बुझिन्छ। नेक्स्ट हेर्नु, खाताजुकेमास, फेरि एकचोटि खाताजुकेमास, फेरि एकचोटि खाताजुकेमास भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि कुराहरू सामानहरू मिलाएर राख्नु है, सफा राख्नु, मिलाएर राख्नु। तपाईँको रुमहरू मिलाउँछु भन्दा पनि हामीले खाताजुकेमासको प्रयोग गरिन्छ। सामानहरू मिलाउँछु भन्दा पनि खाताजुकेमासको प्रयोग गर्ने गरिन्छ। नेक्स्ट हेर्नुहोस्, सारा भनिरहेछ। के भनिरहेछ? सारा। सारा। अब हुनु चाहिँ यसलाई चाहिँ हामीले के पनि भन्ने गर्छौँ भन्दाखेरि ओसारा पनि भन्ने गर्छौँ। के भनिन्छ? ओसारा पनि भन्ने गरिन्छ। याद गर्नु है, सारा भन्नु र ओसारा भन्नु एउटै हो, जसलाई हामी थाल बटुकोहरू प्लेटहरू भन्ने गरिन्छ है त, भाँडाकुँडा। नेक्स्ट हेर्नु, च्यावान, फेरि एकचोटि च्यावान। यसलाई ओच्यावान पनि भनिन्छ, च्यावान पनि भनिन्छ, जसको अर्थ हो राइस बोल, कचौराहरू भनिन्छ है त। नेक्स्ट हेर्नु, कोप्पु, फेरि एकचोटि कोप्पु। कोप्पु भनेको चाहिँ कपहरू भयो, ग्लासहरू भयो भनेको है, कोप्पु। गारासु, के हो अरे? गारासु। गारासु भनेको ग्लास है, के हो अरे? सिसाको ग्लास भन्न खोजेको। नेक्स्ट हाम्रो के छ भन्दाखेरि हेर्नु है त, यहाँ फुकु के छ? फुकु। खान्जीहरू पनि विचार गरिराख्नुहोस्। फुकु भनेको चाहिँ क्लोथ है, लुगा भन्न खोजेको। नेक्स्ट हाम्रो पोकेटो, फेरि एकचोटि पोकेटो। यो पोकेटो भनेको पकेट, सिम्पल, काताकानासँग रिलेटेड हुन बित्तिकै इङ्ग्लिससँग सिमिलर हुन्छ भन्ने बुझिन्छ हामी। नेक्स्ट हेर्नुहोस् त, नेक्स्ट के गरिरहेछ भने बोतान, फेरि एकचोटि बोतान। बोतान भनेको चाहिँ बटन भनेको, सकिगयो। अघि जुन तपाईँलाई हेर्नु त मैले सारा मात्र भनेको थिएँ नि, यहाँ फेरि आएको छ ओसारा भनेको। अघि पनि मैले भने प्लेटहरू भयो, थालहरू भयो भनौँ। ओच्यावान भनेको के हो त? अघि मैले कचौरा भनेको थिएँ नि त, कचौराहरू भनौँ। नेक्स्ट हेर्नुहोस्, गारासु। यो दौरेको रहेछ। गारासु भनेको ग्लास भइहाल्यो। खाबे, ध्यान दिनु, खाबे, फेरि एकचोटि खाबे। यो खाबे भनेको चाहिँ के हो भन्दाखेरि वाल हो। के हो? खाबे भनेको वाल, भित्ता भन्दैछ है। अब त्यसै गरेर नेक्स्ट हेर्नुहोस् त, हाम्रो के गरिरहेछ? कोना। के भनेको छ? कोना। हामीले N5 मा पनि कोना भनेको हुनु चाहिँ कोनालाई कर्नर हो यो भनेको होइन, कर्नरलाई सुमी पनि भन्ने गरिन्छ है त। नेक्स्ट हेर्नुहोस्, हारी। के छ अरे? हारी। यो हारी भनेको चाहिँ त्यो घडीको जुन काँटा हुन्छ नि, निडल, काँटा हो, काँटा, सुई भन्न खोजेको। नेक्स्ट छ हाम्रो एकिन, फेरि एकचोटि एकिन। एकिन भनेको चाहिँ स्टेसनमा त काम गर्ने मान्छे है त, स्टेसनको कर्मचारी भनेको। अर्को छ हाम्रो हेन। के छ अरे? हेन। यो हेन भनेको चाहिँ के हो भन्दाखेरि वरिपरि साइडमा भन्न खोजेको क्या, भित्री साइडमा, माथिल्लो साइडमा भनिन्छ नि, हो त्यो हेन भनेको है। ल अब त्यसै गरेर नेक्स्ट हेर्नुहोस्, यहाँ हेर्नु त, कोनो हेन भनिरहेछ। के भनिरहेछ? कोनो हेन भनेको अराउन्ड हेयर है, यसको छेउमा, यो साइडमा भन्न खोजेको। गावा। के अरे? गावा। गावा भनेको साइड है त, भित्रीपट्टि, बाहिरपट्टि भन्ने बुझिन्छ है त। जस्तै सोतो गावा भनेको बाहिरपट्टि भने जस्तै हुन्छ। अर्को छ हाम्रो ओबोएते इमासेन। अब ओबोएमास भनेको हामीलाई याद छ, ओबोएमास भनेको मेमोराइज गर्नु हो भने ओबोएते इमासेन भनेको के हो त? याद छैन, मलाई याद छैन भन्दैछ। यो चाहिँ हाम्रो खाइवामा पढ्नुपर्ने हुन्छ। अर्को हेर्नु, यो खत्ता भन्दैछ। ओ गड, थ्याङ्क गड। कुनै पनि सामान हरायो भने हामी के गर्छौँ त? भेट्यो भने ओ धेरै राम्रो भयो, थ्याङ्क गड भन्छौँ नि, हो त्यही भन्न खोजेको। नेक्स्ट सासीमास, फेरि एकचोटि सासीमास। सासीमास भनेको पोइन्ट गर्नु, देखाउनु क्या, बुझ्नुभयो नि? यसरी पोइन्ट गर्नु, देखाउनु, यो हो भनेर भन्न खोजेको है त। नेक्स्ट हेर्नु, हाम्रो अर्को के भनिरहेछ? ताओरेमास, फेरि एकचोटि ताओरेमास। ताओरेमास भनेको लड्नु, ढल्नु भन्ने बुझिन्छ है त। नेक्स्ट है नो हौ, फेरि एकचोटि नो हौ। नो भनेको डिरेक्सनहरू, दिशा देखाउँदाखेरि हामीले त्यति बेला नो हौ भन्ने गरिन्छ। ठिक छ, बुझ्नुभयो? भनेपछि यो लेसनमा चाहिँ हाम्रो एकदम इम्पोर्टेन्ट छ, किनकि हेर्नु न, मास फर्मले के गरेको छ त? धेरै छ, र यो इम्पोर्टेन्ट हुन्छ के को लागि भन्दा पछि JFT को केही पिक्चरहरूमा हामीलाई सो आउट गरेर केही पिक्चरहरू देखाइरहेको छ, च्यात्तेको देखाइरहेको छ, फुटिरहेको देखाएको छ भने हामीले यो भर्बहरू इम्पोर्टेन्ट हुन्छ। त्यही भएर जति सक्नुहुन्छ मिनिङलाई चाहिँ पानी बनाउन कोसिस गर्नुहोस्, किनकि मिनिङ आएन भने तपाईँलाई धेरै नै गाह्रो पर्छ। सुई कोर्स अगाडि बढेर मात्र पनि काम छैन, मिनिङ तपाईँलाई अनिवार्य आउनुपर्छ। त्यही भएर मेरो फर्स्ट टार्गेट भनेको मिनिङलाई गएको छ है त। तपाईँहरूलाई हेरिरहनु भएको छ, तपाईँलाई चाहिन्छ भने ठ्याक्कै हेर्ने क्या, बुझ्नुभयो नि? चाहिन्छ भने ग्रामटिकल कुरा थाहा छ, निड छ भनेर। तर सुरुमा मैले अघि पनि भने,
म सुरुमा मिनिङ सक्छु अनि त्यस पछाडि चाहिँ ग्रामरको कुरा हाल्छु किनकि मिनिङको धेरैले डिमान्ड गरिरहनु भएको थियो मिनिङ भनेर हाम्रो अनलाइन क्लासमा पनि मिनिङ निडेड भएको कारणले गर्दा म बनाउँदै जाँदैछु तपाईहरुलाई पनि सहज हुन्छ नोट गर्दै त्यसलाई याद गर्नुस् है त सुरुमा ल ठिकै छ आज यति गरौँ है म फेरि पनि तपाईहरु सामु नेक्स्ट भिडियोमा आउनेछु यदि तपाईहरु अनलाइन क्लास जोइन गर्न चाहनुहुन्छ भने नयाँ क्लास होस् चाहे बिचको क्लासमा जोइन गर्न चाहनुहुन्छ भने आउनुस् तल दिएको फोन नम्बरमा सम्पर्क गर्नुस् र हामीसँग जोइन गर्न सक्नुहुन्छ है त ल ल मिनासामा साइनरा माताइमास्यो साइनरा मिनासामा